दर्शकबिन हामी चाहिँ एउटा एक गोल आरिङ्गल चाहिँ काटेर आइसकेका छौँ। हामी धेरैजना छौँ दर्शकबिन। मलाई चाहिँ चिलाएर मन बाँच्नु भइरहेछ र हजुरहरूलाई देखाउने पनि छु। हाम्रो साथीलाई यस्तो चिलाएको छ दर्शकबिन, देख्न सक्नुहुनेछ, हेर्न सक्नुहुने। यी हेर्नुहोस्, यस्तो रगतै जमाइदिन्छ दर्शकबिन है। यो कालो खालको आरिङ्गल चाहिँ प्राय खासै नकाट्नु होला दर्शकबिन, एकदमै गाह्रो हुन्छ। उहाँलाई पनि चिलाएको छ दर्शकबिन। उहाँको घाँटीमा टाउकोमा चिला छ दर्शकबिन। सो म चाहिँ के रिक्वेस्ट गर्न चाहन्छु भने कालो आरिङ्गल चाहिँ प्राय खासै काट्ने आँट नगर्नु होला। हामीलाई चाहिँ धेरै चिलाएको छ दर्शकबिन। म जिउमा पनि देखाउनु चाहेँ दर्शकबिन है त। भन्ने कुरा चाहिँ हजुरलाई यो लुगा फुकाएर देखाउने छु है त। सबैलाई खुकुरी फुकाउँ है। ज्यानको बाजी छ यो आरिङ्गल चाहिँ कालो भन्ने चाहिँ नकार्नु है साथी हो। आइगयो मारौँ न। उता भिडियो गरौँ न। अनि यो बोरा पनि खेल्दै तल भाइटेक न छिटो हो। अनि खुट्टा उम्कियो कि आएको हो। अनि बोरा दुलै परेको छ नि त। जिउमा चाहिँ उयो नलु न त्यो उहाँको एकदम फिट भएको हुन्छ। सो यो ज्याकेटै लगाएको थिएँ दर्शकबिन। यो झोला गर्दा मलाई अलिकति सेप भएको थियो दर्शकबिन। र यो चस्मा चाहिँ किनभने आँखामा सेपको लाग्यो दर्शकबिन। अब हेर्नुहोस् कति चिलायो भन्ने कुरा देख्न सक्नुहुनेछ। यहाँ माथि छ, यहाँ छ दर्शकबिन। हेर्नुहोस् यता कति चिलायो भन्ने कुरा चाहिँ यहाँ यस्तो छ भुँडीमा पेटमा कति चिलायो भन्ने कुरा यहाँ देख्न सक्नुहुनेछ। यहाँ टाउकोमा छ चिलाएको दर्शकबिन, र पछाडि पनि चिलाएको छ हल्का। यहाँ खुट्टामा देख्न सक्नुहुनेछ, खुट्टामा कति चिलायो भने दर्शकबिन देख्न सक्नुहुनेछ। यस्तो मारौँ भाइ। अब उहाँ बोरा हेरेर यो बोरा खोलेर पनि हेर्नुपर्छ। नहेरौँ अब नहेरौँ मार्छ र एकदमै गाह्रो भइरहेछ दर्शकबिन। मेरो खुट्टामा देखाइसकेको छु, हेर्नु चाहिँ एकदमै रगतै जाने गएको छ। यहाँ दुई चोट चिलाएको छ दर्शकबिन। मेरो पनि यहाँ एकछिन हेरिदिनु होला। यहाँ चाहिँ मेरो त झन् यस्तो घावै भइदिएको छ। आरिङ्गलले खारो दर्शकबिन देख्न सक्नु। यहाँ त हेर्न सक्नुहुनेछ आरिङ्गल अहिले पनि आइरहेको छ दर्शकबिन। तर डराउनु चाहिँ हुँदैन, नेभर गिभ अप भन्छ इङ्ग्लिसमा चाहिँ है। त्यही भएर यस्तो छ यस्तो छ यस्तो चिलाएको छ दर्शकबिन। एकदमै गाह्रो भएको छ है मलाई चाहिँ। यो पेटको हेरौँ त। पेटको यो पेटको यस्तो निलो बाम्रोको छ। आरिङ्गल नखाउँ है साथी। आरिङ्गल खानु मन लागेन मलाई दर्शकबिन। आरिङ्गल खानु मन लागेन है। एकदमै चिलाउनु खोजिरहेको छ अहिले पनि दर्शकबिन। मलाई चाहिँ एकदमै गाह्रो छ। भिडियोमै होला न, गाह्रो छ है दर्शकबिन। नमस्कार सम्पूर्ण दर्शकबिन। र यहाँ चाहिँ कालो खालको आरिङ्गल छ दर्शकबिन। राति हामीले काम गर्नुहुन्छ दर्शकबिन। थोरै पनि भिडियोले स्किप नगरिकन फुल वाचेर सपोर्ट गर्नु होला है त दर्शकबिन। यहाँ पनि आरिङ्गल छ दर्शकबिन, यो पनि कालो खालको दर्शकबिन। सो यहाँ चाहिँ राति काट्न सकिन्न भन्ने हाम्रो निर्णय भएको छ दर्शकबिन। यस्तो ठुलो रुख छ दर्शकबिन है, एकदमै राम्रो कतिलो ठुलो छ दर्शकबिन यहाँ पनि। र हामी चाहिँ यहाँ बुवासँग छौँ। यो तल चाहिँ हाम्रो मामली गाउँ हो दर्शकबिन, देख्न सक्नुहुनेछ। हेलो गाइसहरू। अनि पापा के गर्न आँट्नुभयो तपाईँहरू जङ्गलमा? यस्तै अब खानेकुराहरू देखियो। हजुर। त्यहाँदेखि यसो परिश्रम गर्नुलाई हजुर यसो रुख चढ्दैछ हाम्रो साथी। साथी है। भनेपछि खानै ठुलो हो कि के हो त? यस्तो मेहनत छ, यस्तो मेहनत लिएर चाहिँ अब माथि कहिले पुग्ने त? यहाँदेखि त धेरै माथि नै रहेछ। रुखमा चढ्नु भन्दा त हिमाल चढ्नु सजिलो होइन र हो? काट्नुपर्ने रहेछ हौ। सो दर्शकबिन हामी चाहिँ आज आरिङ्गल काट्नुपर्ने हुन्छ र हाम्रो रामदाईले चाहिँ यसरी काम गर्दै हुनुहुन्छ। सो हाम्रो आरिङ्गल धेरै माथि छ दर्शकबिन। आज हाम्रो आरिङ्गल लगभग 10-15टा काट्ने टार्गेट छ हाम्रो। र उहाँले यसरी बाटो बनाउँदै हुनुहुन्छ खुट्टा टेक्नको लागि दर्शकबिन। र यो चाहिँ मोकालो 2 ठिक साकरी टोल भनौँ, डाँडा गाउँमा हो विशेष भनेको दर्शकबिन। र यहाँ हुनुहुन्छ हाम्रो बुवा। बुवा सन्चै हुनुहुन्छ? एकदमै एक्साइटेड हुनुहुन्छ नि आज एकदम। यता हुनुहुन्छ हाम्रो सोल्टी राजा। हाम्रो सोल्टी राजा पनि धेरै हेल्प गरिरहनु भएको छ। उहाँले बाँसहरू पनि भेला पारिसक्नु भएको छ भरि चढ्नका लागि, एकदमै सजिलो होस् भनेर दर्शकबिन। हाम्रो विशेष रामदेव यहाँको क्लाइम्बिङ उहाँले राम्रो गर्नुहुन्छ। यो बारेमा धेरै उहाँलाई थाहा छ, धेरै ज्ञान छ उहाँसँग चाहिँ। सो दर्शकबिन हामी खाजा खाँदैछौँ र हामी आरिङ्गलको खोजी गरेर पनि भेटेर पनि अब बेलुका काट्ने तयारीमा छौँ दर्शकबिन, देख्न सक्नुहुनेछ। र हामी बिचमा हाम्रो विजय, रामदाई, हाम्रो मामा कान्छा, साथै हाम्रो ससुराबा पनि हुनुहुन्छ दर्शकबिन, देख्न सक्नुहुनेछ। र भिडियो के कस्तो लाग्छ त्यस्तै खालको प्रतिक्रिया पनि दिनु होला दर्शकबिन है त।
हेलो सबैजनामा नमस्कार। हाई के भन्न चाहनुहुन्छ म त के भन्छु भने रुखमा त्यो किरा सिरा खोजी खाँदै आएको रोटी खाँदैछु हजुर के गर्नु त्यो किरा सिरा खानु म त बन भोज खानु आएको है साथी म त दिनु थाले पाल्यो हो चोरी यस्तो हो जम्बु खाँदैछौँ दर्शकबिन। आजको आरिङ्गल चाहिँ बबाल हुनेछ दर्शकबिन है। आज 15वटा भन्दा माथि आरिङ्गलहरू देखेका छौँ र काट्नुपर्ने हुन्छ बेलुका। ओके भिडियोलाई थोरै पनि स्किप नगरिकन फुल वाच गर्नु होला है दर्शकबिन। दर्शकबिन हामी चाहिँ एक गोल आरिङ्गल चाहिँ काटेर आइसकेका छौँ। हामी धेरैजना छौँ दर्शकबिन। मलाई चाहिँ चिलाएर मन बाँच्नु भइरहेछ र हजुरहरूलाई देखाउने पनि छु। हाम्रो साथीलाई यस्तो चिलाएको छ दर्शकबिन, देख्न सक्नुहुनेछ, हेर्न सक्नुहुने। चल्नु छ रे यी हेर्नुहोस् यस्तो रगतै जमाइदिन्छ दर्शकबिन है। यो कालो खालको आरिङ्गल चाहिँ प्रिय खासै नकाट्नु होला है दर्शकबिन, एकदमै गाह्रो हुन्छ। उहाँलाई पनि चिलाएको छ दर्शकबिन। यहाँ यता छ उहाँको घाँटीमा टाउकोमा चिला छ दर्शकबिन। मेरो त टाउकोमा चिलाएको छ, हेर्नै नमिल्ने। सो म चाहिँ के रिक्वेस्ट गर्न चाहन्छु भने कालो आरिङ्गल चाहिँ प्रायः खासै काट्ने आँट नगर्नु होला। हामीलाई चाहिँ धेरै चिलाएको छ दर्शकबिन। म जिउमा पनि देखाउनु चाहेँ दर्शकबिन है त। भन्ने कुरा चाहिँ हजुरलाई यो लुगा फुकाएर देखाउने छु है त। सबैलाई खुकुरी फुकाउँ है। ज्यानको बाजी छ है यो आरिङ्गल चाहिँ। कालो भन्ने चाहिँ नकार्नु है साथी हो। आइगयो मारौँ न। उता भिडियो गरौँ न। अनि यो बोरा पनि खेल्दै नगरौँ। तल भाइटेको न छिटो हो। अनि खुट्टा उम्कियो कि आएको हो। अनि बोरा दुलै परेको छ नि त। जिउमा चाहिँ उयो नलु न त्यो उहाँको एकदम प्रिट भएको हुन्छ। यो ज्याकेटै लगाएको थिएँ दर्शकबिन। यो झोला थियो, यो झोला गर्दा मलाई अलिकति सेप भएको थियो दर्शकबिन। र यो चस्मा चाहिँ किनभने आँखामा सेपको लाग्यो दर्शकबिन। अब हेर्नुहोस् कति चिलायो भन्ने कुरा देख्न सक्नुहुनेछ। यहाँ माथि छ, हेर्नुहोस् यहाँ छ दर्शकबिन। हेर्नुहोस् यता कति चिलायो भन्ने कुरा छ। यहाँ यस्तो छ भुँडीमा पेटमा कति चिलायो भन्ने कुरा यहाँ देख्न सक्नुहुनेछ। यहाँ टाउकोमा छ चिलाएको छ दर्शकबिन। र पछाडि पनि चिलाएको छ हल्का। यहाँ खुट्टामा देख्न सक्नुहुनेछ, खुट्टामा कति चिलायो भने दर्शकबिन देख्न सक्नुहुनेछ। यस्तो मारौँ भाइ। अब उहाँ बोरा हेरेर यो बोरा खोलेर पनि हेर्नुपर्छ। नहेरौँ अब नहेरौँ मार्छ। र एकदमै गाह्रो भइरहेछ दर्शकबिन। मेरो खुट्टामा देखाइसकेको छु, हेर्नु चाहिँ एकदमै रगतै जामिरहेको छ। यहाँ 2 चोट चिलाएको छ दर्शकबिन। मेरो पनि यहाँ एकछिन हेरिदिनु होला। यहाँ चाहिँ मेरो त झन् यस्तो घावै भइदिएको छ। आरिङ्गलले खारो दर्शकबिन देख्न सक्नु यहाँ त हेर्न सक्नुहुनेछ। आरिङ्गल अहिले पनि आइरहेको छ दर्शकबिन। तर डराउनु चाहिँ हुँदैन, नेभर गिभ अप भन्छ इङ्ग्लिसमा चाहिँ है। त्यही भएर यस्तो छ यस्तो चिलाएको छ दर्शकबिन। एकदमै गाह्रो भएको छ है मलाई चाहिँ। यो पेटको हेरौँ त। पेटको यो पेटको यस्तो निलो बाम्रोसित छ। आरिङ्गल नखाउँ है साथी। आरिङ्गल खानु मन लागेन मलाई दर्शकबिन। आरिङ्गल खानु मन लागेन है। एकदमै चिलाउनु खोजिरहेको छ अहिले पनि दर्शकबिन। मलाई चाहिँ एकदमै गाह्रो छ, भिडियोमै होला न। गाह्रो छ है दर्शकबिन। मामा के भन्दै हुनुहुन्थ्यो? म त यसो उहिलेको गाउँघर यो पाहाडमा यसो बानी सकेसम्म हिँड्ने गरेको यो रुखको सारासँग खोती हिँडेको। अनि यसरी चाहिँ हामी चाहिँ उता हिँड्ने गरेको भेट्यो भने चाहिँ हामी चाहिँ यो गोला भन्ने चिज छ कि यो गोला चाहिँ आज हामीले चपचुप बनाएर खाने के भन्छ यसको नाम चाहिँ यो जरा बनाएको छौँ आरिङ्गल। अरिङ्गल। त्यो पनि कालो कालो। ओके यो बिहेको जन्ती हिँडेको त होइन, तै पनि यसो कार्यक्रमतिर हिँड्नु पर्यो। सो फाइनली दर्शकबिन हामी यो बन्दे साथै पेट्रोल पनि बोकेका छौँ र अब आरिङ्गललाई चाहिँ हामी धस्ता नै पार्नेछौँ दर्शकबिन। यसरी हामी जङ्गल हुँदै जाँदैछौँ है दर्शकबिन। हेर्न सक्नुहुनेछ र यस्तो जङ्गल छ दर्शकबिन। हामी भने रामदाई, त्यसै गरी मामा, त्यसपछि ससुरबा पनि हुनुहुन्छ, अगाडि गइसक्नु भएको छ। अनि सोल्टा साहब पनि हुनुहुन्छ। अनि म क्यामेराम्यान सुमन राई भइहाल्यो। म यसरी यहाँ बाह्र जहिले पनि हिँडेर ऊ हुन्छ। हल्का रमाइलो गर्दै हुनुहुन्छ उहाँ चाहिँ तल झापा बस्नुहुन्छ दुधेमा। अनि उहाँ चाहिँ धेरै वर्ष पछाडि आउनुभएको छ आफ्नो जन्मस्थानमा दर्शकबिन। यसरी हेर्नुपर्ने हुन्छ किनभने गाउँघरमा यसरी नै हिँड्नुपर्ने हुन्छ। कम्प्युटर लाएर
ड्रेसअपमा चाहिँ जस नगर्नु होला दर्शकबिन। दर्शकबिन आरिङ्गल हेरौँ है। दर्शकबिन हाम्रो भारी हेर्नुहोस् है आरिङ्गलको गोलाइ समथिङ यो 3 केजी 4 केजी छ होला लगभग। यो पनि 3 केजी। यो त नखोल्नु यो चाहिँ खोल्नु के कङ्ग्रेस हुन्छ यो 1 केजी होला लगभग। अब यो अङ्ग गरौँ ल छोड्दिन खोल्नु चाहिँ नगर्नु। केही गर्दैन हौ ओइ नगर्नु छोड्दिन। ल अब लु स्टार्ट 1 स्टार्ट लु अघि नै गरेको त कति नमस्कार सम्पूर्ण दर्शकबिन, हामी चाहिँ फाइनल्ली आरिङ्गल काटेर पनि घरमा आइसकेका छौँ। यो चाहिँ तातो पानीमा हालेको दर्शकबिन किन भन्नुहुन्छ भने चाहिँ यो माउ मार्नका लागि दर्शकबिन देख्न सक्नुहुनेछ। यसरी आरिङ्गल चाहिँ हामीले काट्ने सफल भएका छौँ र हामी चाहिँ बिना सेफ्टी आरिङ्गल काट्दा चाहिँ धेरै रिक्सै हुन्छ दर्शकबिन है। मलाई चाहिँ धेरै चिल्लाएको छ दर्शकबिन, 41 चोटि चिल्लाएको छ दर्शकबिन। झन्डै म चाहिँ मरेको छु दर्शकबिन। तपाईँहरू चाहिँ सेफ्टीसँग ट्राई गर्नु होला, बिना सेफ्टी चाहिँ ट्राई नगर्नु होला भन्न चाहन्छु दर्शकबिन है त। पिकारी भएको है कालो मात्रै पहिला बाँडौँ। लुटी भइसक्यो नि। अनि पुग्यो भने त कति 36 वर्ष पुग्यो अहिले ल के 5 भाग गयो होला नि त। 1 2 3 कङ्गल प्लास्टिक चाहिन्छ अब खोलिदिन्छ माइली प्लास्टिक घरमा दिइहाल्छ नि हो। एउटा प्लास्टिक किन टेन्सन, ऊ त्यहाँ बोरा छ। त्यही त गप्खी गप लगाइदिउँ ए झप्की जाने को जसले मन पर्छ त्यो झम्की झम उठाइहाल्नु नि। लु 5 गरेपछि रोजी 3-4 दिनमा किन्नु होला नि सुकाउँदा। खन त भाउ पानीमा भिजाएको छ कुन चाहिँ कुन छ होला कति सुकाउनु पर्छ मतलब ए लगाइदिउँ नि। पैसा छैन फेरि कसैले ए लगाइदिउँ रिसर्च कहीँ पाउँदैन फेरि। यहाँ अलिक थर जस्तो छ। हेलो हेलो नाना, भर्खर हामी बाँधेछौँ कि अब आइहालेको। खै त्यहाँ फर्स्टलिन चाहिँ पकाउनु लगाएको, अघि पकाएको छ कि छैन अब आइहालेको है। अब हिँडिहालेको एकछिन है, सकेकै छैन, भाग लाउँदैछौँ नि हौ। भाग लाउँदैछ यहाँ एकदम चाहिँ यहाँ त पुरै भनास गर्दैछौँ गन्ती गरी पो त माथि हो कालिम्पोङ दाजुकोमा। आखिर भर्खर त अनि यहाँ आइपुगेको 5 भाग खानु त 5 भाग हुँदैछ गाइसहरू। यहाँ नबिजाऊ भाइ। अब आइहालेको यहाँ जनकपुरै भन्छौ म आयो पानी भाउ आरिङ्गल त कति खानु हौ अझ त फेरि।